जापानमा बाइतो कसरी खोज्ने? नमस्ते, मेरो नाम कियो, म नेपाली बोल्ने जापानिज हो। आज म तपाईहरुलाई जापानमा बाइतो कसरी खोज्ने यो कुरा सिकाउँछु। पहिलो तरिका, बाइतोरु इन्डिडो जस्तो वेबसाइटहरुमा धेरै बाइतो पाउन सकिन्छ। सर्च गर्दा फोरिनर ओके भएको ठाउँहरुमा अप्लाई गर्नुहोस्। अर्को तरिका, बाहिर हिँड्दाखेरि पसल, कम्पनी, रेस्टुरेन्टतिर स्टाफ बसुछु अथवा अरुबाइतो बसुछु लेखेको ठाउँ हेर्नुहोस्। त्यस्तो देखेपछि फोन गर्न सकिन्छ अथवा वेबसाइटबाट अप्लाई गर्न मिल्छ। यो भएपछि बाइतो खोज्न सजिलो हुन्छ। तर सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ जापानमा बाइतो खोज्दा जापानिज भाषा बोल्न सक्नु एकदम महत्त्वपूर्ण छ। यदि भाषा आउँदैन भने फोन गर्न गाह्रो हुन्छ, इन्टरभ्यु दिन गाह्रो हुन्छ। त्यही माथि कामको टाइम पनि धेरै पाइँदैन। त्यसैले धेरै प्र्याक्टिस गर्नुहोस्। अहिले फ्रीमा पनि ChatGPTहरु प्रयोग गरेर कन्भर्सेसन प्र्याक्टिस गर्न सकिन्छ। र जापान आउनुभन्दा अगाडि नै भाषा चाहिँ राम्ररी सिकेर आउनुहोस्। यस्तै जापानको इन्फर्मेसनको लागि फलो, लाइक, सेयर गरिदिनुहोस्। धन्यवाद। नमस्ते।